कुदेर बुढा मान्छे है यता कानमा भुत्ला भाका पहिलाको बुढाहरूको है हजुर हजुर त्यस्ता बुढा अन्त सट्ट गएर पसेरी अब के हुँदो रहेछ त्यो गाई आएपछि के आउँदा रहेछन् पछि भन्दाखेरि त केही पनि छैन गाई गएर टक्क थलामा उभिसकेपछि दामले फुत्त उठेर पस्यो ट्याक्क मिल्यो लु अब यो वैज्ञानिकहरूलाई हेराउनु पऱ्यो के रहेछन् भन्दा शिवशक्ति हेरी महादेव हेरी अहिले त्यहाँ उत्पन्न वचन भनेर अन्त अब कहाँ गएर हेराए भनौँ न हजुर अनि त्यहाँबाट यहाँ शिवजी मानिसकेपछि सबै कुरो अन्त यहाँ राम्रो भयो हुँदै गयो त्यसो गर्दा गर्दै यहाँ मागेको मागहरू सबै पुग्ने भयो है हजुर यहाँ मागिसके सबै पुग्ने भयो अन्त अहिलेसम्म पनि त्यो उयो छेउको दुइटा यो सानसानो गजुर मैले चढाएको हजुर त्यो माथिको गजुर चाहिँ अहिले समितिले चढाएको त्यत्रो गजुर हाम्रो छोराले चढाएको थियो फेरि समितिले हाम्रो समितिबाट चढाउने चढाएको त्यो गजुर गोदाम तल छ यी दिनेपछि चढाएको घन्टाहरू यहाँ घन्टा चौपट्टै उहाँले मन पराउने घन्टा उहाँलाई बाजा हाम्रो एक गोदाम छ तल घन्टा अब त्यो घन्टा यहाँ बाहिर राखौँ भने सर राख्ने ठाउँ चाहिँ यति यहाँदेखि स्याक्क हेर्ने घन्टा छ हजुर त्यो राखौँ भने भुरा उबातिर लगाएर कोही गोरुको घाँटीमा कोही बोका घाँटीमा कोही खसी घाँटीमा लगाइदिन्छन् हजुर अन्त हाम्रो गोदाममा छ अन्त तल गोदाममा राखेको छ अनि त्यस्तो छ त्यसरी उत्पन्न भएका अहिले यो तल खाँचो छ त्यहाँ तिन तले भन्छन् तिन तलेमा अन्त त्यताको सट्ट अन्त यतापट्टि अहिले तप चौडानी पानी सिकिरहन्छ त्यहाँ जान सकिँदैन सकिन्न ल अब बुझिहाल्नु भयो हजुरहरूलाई थाहा छैन भने चाहिँ सबै सामान यहाँ पाइँदो रहेछ है अब मलाई चाहिँ म चाहिँ फर्स्टचोटि हो मेरो भेना चाहिँ पहिला नै आउनुभएको कारणले गर्दा चाहिँ मलाई सजिलो भएको थियो अनि सबै सामान चाहिँ हजुरहरूलाई थाहा छैन भने चाहिँ पूजाको सामानहरू सबै यहाँ पाइँदो रहेछ प्लस यहाँबाट फेरि हाम्रो यता दाई हुनुहुन्छ दाईलाई पनि थाहा रहेछ यहाँको बारेमा सबै कुराहरू सबै यहाँ पाइँदो रहेछ यहाँ चाहिँ एकदम सत्यता थानापति भैरव महादेव भनेर भनिँदो रहेछ सबै यहाँ चाहिँ मागेको कुरा सबै पुगिन्छ अरे सत्यता छ होइन सत्यता पनि छ एकदम डाँडामा एकदम उच्च डाँडामा पनि छ